बी डिल्युजनल यो म कुनै ब्रो फ्याक्ट अथवा ऱ्यान्डम सिट लिएर तपाईँहरूको अगाडि भनिरहेन है। इट्स साइन्टिफिकली प्रुभन एन्ड रिसर्चरहरूले यसमा रिसर्च पनि गर्नुभएको छ कि वाइ बिङ डिल्युजनल हेल्प्स यु टु ग्रो इन यर लाइफ। भिडियोमा अगाडि बढ्नुभन्दा अगाडि माई हार्टली कन्डोलेन्स टु निम्स ताईको परिवार, वान अफ द फ्यु पिपुल हु इन्सपायर मी अ लट। एन्ड एउटा दिमागमा बसाइदिनु भयो कि नथिङ इज इम्पोसिबल भनेर। अनि एउटा नेपाली मान्छे जसले चाहिँ होइन नेपाललाई अहिलेको यो कुनै पनि सेलिब्रिटी अथवा एथलिटले भन्दा धेरै ग्लोबली रिप्रेजेन्ट गर्नुभएको छ। पोस्टहरू पनि देखिराख्नु भएको होला। मोस्टली नेपालीले भन्दा नि बाहिरको मान्छेले चाहिँ उहाँलाई ट्रिब्युट अथवा हुन्छ नि याद गरिराख्नु भएको छ कि उहाँ यस्तो मान्छे थियो भनेर। एन्ड मलाई पनि उहाँ एकदमै राम्रो लाग्थ्यो। एन्ड इट्स अ बिग लस फर नेपाल। इट्स एक्चुअली अ भेरी बिग लस फर नेपाल। टुरिज्म इन्डस्ट्रीमा भएको मान्छेहरूले बुझ्न सक्नुहुन्छ कि कति ठुलो लस हो निम्स ताईको यो हुनु भनेको चाहिँ। सो अगाडि बढौँ। डिल्युजनल भनेको चाहिँ धेरै मान्छेलाई थाहा नहुनसक्छ होइन। डिल्युजनल भनेको चाहिँ भिजुअलाइजेसन हो कि। अब सपोज म सिङ्गर बन्न चाहन्छु भने चाहिँ म बनेको छैन, तर मैले भिजुअलाइज गरिसकेँ कि म बनिसकेँ अनि म ठुलो लाइक म त्यो ठाउँमा पुगिसकेँ अनि म पर्फर्म गर्दैछु होइन। म मेरो लाइभ कन्सर्टहरू गर्दैछु अनि मलाई धेरै फ्यान्सहरू आउँदैछन्। यस्तो कुराको डिल्युजनमा बस्नु हो क्या। सो यसले चाहिँ किन हेल्प गर्छ भन्दाखेरि चाहिँ होइन, यदि तपाईँले कोही मान्छेलाई यस्तो कुरा गर्नुभयो भने पनि त्यो मान्छेले तपाईँलाई के ठान्छ, ल यो त पागल रहेछ है भने जस्तो ठान्छ नि त। सो तपाईँलाई होइन अन्नेसेसरी प्रेसर हुँदैन क्या। केही कुरा थाहा भयो भने अब तपाईँ कुनै काम गर्दै हुनुहुन्छ नि, त्यही त अब तपाईँको ड्रिम चेज गर्दै हुनुहुन्छ भने पनि होइन उनीहरूलाई बाले लाग्दैन के सोध्छ उनीहरूले, यो त पागल हो भने जस्तो लाग्छ। अनि अर्को योभन्दा ठुलो फाइदा भनेको चाहिँ तपाईँलाई होइन तपाईँको गोलतिर जान यसले एकदम धेरै इन्सपायर गर्छ है। सपोज अहिले म मेरो कन्टेन्ट क्रिएसनको जर्नीलाई स्टार्ट गर्दैछु होइन। म भिजुअलाइज गरिरहेको छु कि म कहाँ पुगिसकेँ भनेर। मेरो अब सब्सक्राइबर यति धेरै छ अनि म एउटा ठाउँमा गएर बोलिरहेको छु भनेर। अब त्यो सोचेर के हुन्छ, ओहो म त यस्तो गर्न सक्छु है भने जस्तो मसँग भित्रैबाट मोटिभेसन आउँछ कि यदि मलाई गर्न मन छैन भने नि म त्यो कुरा गर्छु। मलाई गिभअप गर्ने मेन्टालिटी आयो पनि म हुँदैन है, मेरो त त्यहाँ छ, लाइक मेरो डेस्टिनेसन त त्यो हो र म यो बन्न सक्छु भने यसरी होइन दिमागमा आएको भएर म गर्छु कि म अझै मिहिनेत गर्छु। अनि अहिलेको जेनेरेसनमा चाहिने भनेको चाहिँ हाम्रो मेन्टल हेल्थ हो है। अनि डेल्युजनल भयो भने के हुन्छ, तपाईँलाई कुनै प्रेसर अथवा केही पनि हुँदैन। सो तपाईँले आफूलाई चाहेको जसरी गर्न सक्नुहुन्छ। अनि फेलियरको पनि डर हुँदैन। किनभने तपाईँलाई थाहा छ कि तपाईँ त्यहाँ पुग्न सक्नुहुन्छ भनेर। अनि कुनै पनि ठाउँमा पुग्न तपाईँ फेल नभइकन पुग्नै सक्नु हुँदैन। आई थिङ्क फेल हुनु नै त्यो डेस्टिनेसन अथवा त्यो गोलको एउटा प्रोसेस हो कि कतिचोटि फेल हुन्छ भनेर। अनि मलाई लाग्छ होइन यो युनिभर्सले तपाईँलाई टेस्ट गर्छ कि धेरैचोटि, नट एकचोटि। तपाईँ सोच्दै हुनुहुन्छ नि एकचोटि दुईचोटि तिनचोटि, धेरैचोटि है। तपाईँलाई धेरैचोटि टेस्ट गर्छ, तपाईँलाई धेरैचोटि होइन फुत्त फालिदिन्छ होइन। अब सबै सर्कमस्टेन्सहरू हार्ड बनाइदिन्छ होइन। तर तपाईँले के गर्नुपर्छ भन्दाखेरि त्यहाँबाट उठ्नुपर्छ क्या। मेन्टालिटी त्यो हुनुपर्छ क्या। अनि यस्तोमा डेल्युजनल भयो भने चाहिँ एकदम धेरै हेल्प गर्छ। त्यही भएर म भन्दैछु डेल्युजनल हुनु। तपाईँलाई केही काम गर्न मन छ, तपाईँ डेल्युजनल हुनु कि म त्यो भइसकेँ भनेर, अदर देन सुतेर बसेर म यो गर्नै सक्दिनँ भनेर। त्यो म गर्न सक्दिनँ भन्नाले होइन तपाईँको लाइक ब्रेनलाई सबकन्सियसली भए पनि ओहो म त यो हुनै सक्दिनँ भने यसरी कामै गर्न मन लाग्दैन। अहिले म यो जति खुसी अथवा जति एक्साइटमेन्टको साथले यो काम गरिरहेको छु नि होइन, त्यो काम म गर्न सक्दिनँ यदि म डेल्युजनल नभएको भए। रियली म डेल्युजनल नभएको भए यो काम गर्न सक्दैन थिएँ। अनि तपाईँलाई डेल्युजनल भएपछि अरूको ओपिनियनको बाल लाग्दैन कि यिनीहरू को हो र भने जस्तो लाग्छ। अनि यो राम्रो वेमा भन्दैछु है, फेरि तिनीहरूको लाइफमा इम्पोर्टेन्स अथवा तिनीहरू कोही नभएको होइन, तर यदि तपाईँलाई नेगेटिभ कमेन्ट गर्दैछ भने पनि यस्तो हुन्छ भनेर भन्दैछु। सो यही हो आजको भिडियो चाहिँ, बी डिल्युजनल। एन्ड फेरि पनि भन्न चाहन्छु यो 6 माउन्टेनर्सहरू इन्क्लुडिङ निम्स ताई, I am very saddened by the news because he was really an inspiration for me. तपाईँहरूलाई पनि होला। रियली डोन्ट नो कि हाम्रो लाइफ कस्तो हुन्छ र हाम्रो लाइफ कहाँ हुन्छ भनेर। सो बी ग्रेटफुल फर वाट यु हेभ।